हेलो गाइज, स्वागत छ तपाईहरुलाई आजको ब्रान्ड न्यू भिडियोमा। साथीहरु, आजको भिडियोमा eSIM भनेको के हो र eSIM प्रयोग गरिसकेपछि के कस्तो फाइदाहरु हुन्छ यसको बारेमा तपाईहरुलाई जानकारी गराउने छु। भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु होला र तपाईहरुले यस भिडियोलाई लाइक पनि गरिदिनु होला र तपाईहरुले यस च्यानललाई अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने यस्तै खालको भिडियो हेर्नको लागि यस च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला है त। हो के साथीहरु, eSIM भनेको एउटा इम्बेडेड सिम हो जुन हामीहरुले भौतिक सिम जस्तो स्मार्टफोनमा राख्नु पर्ने हुँदैन। eSIM भनेको एउटा सफ्टवेयरद्वारा एक्टिभ गरिने eSIM हो साथीहरु, जुन अहिले हामीहरुले चाहिँ प्रयोग गरिरहेको सिम चाहिँ हामीहरुले स्मार्टफोनमा अथवा स्मार्ट वाचमा जुनमा प्रयोग गर्छौं हामीहरुले त्यसमा राख्नुपर्ने हुन्छ, राख्नुपर्ने झन्झट हुन्छ। अब भने हामीहरुले eSIM प्रयोग गर्दाखेरि हामीहरु चाहिँ सिधै सफ्टवेयरद्वारा एक्टिभ गरिने हो, जुन भौतिक सिम होइन, इम्बेडेड मोबाइल भित्र नै एक्टिभ गरिने सिम हो भन्ने कुरा बुझ्नुपर्ने हुन्छ है त। अब कुरा गरौँ साथीहरु eSIM प्रयोग गर्दाखेरिको फाइदाहरु। eSIM प्रयोग गर्दाखेरि हामीहरुले चाहिँ फिजिकल सिम जस्तो राख्नुपर्ने र झिक्नुपर्ने झन्झट हुँदैन, जुन हामीहरुले eSIM प्रयोग गरिसकेपछि फिजिकल सिमको झन्झट चाहिँ हुँदैन है त। अर्को फाइदाको कुरा गर्नु पर्दा साथीहरु eSIM प्रयोग गरिसकेपछि हामीहरुले चाहिँ मल्टिपल मोबाइल नम्बरहरु चाहिँ प्रयोग गर्न सकिन्छ। जस्तै कि तपाईहरुले अहिले फिजिकल सिम प्रयोग गर्दा तपाईहरुले आफ्नो स्मार्टफोनमा दुईवटा नम्बर भन्दा बढी नम्बरहरु चाहिँ राख्न पाउनु हुँदैन भने तपाईहरुले eSIM प्रयोग गरिसकेपछि तपाईहरु चाहिँ धेरैवटा मोबाइल नम्बरहरु चाहिँ eSIM मा राख्न सक्नुहुन्छ है त। तपाईहरुले चाहिँ जुन आवश्यक पर्छ त्यसलाई नै चाहिँ स्विच गरेर प्रयोग गर्न सक्नुहुन्छ। यो पनि eSIM प्रयोग गर्दाखेरिको फाइदा हो है त साथीहरु। अर्को फाइदाको कुरा गर्नु पर्दा साथीहरु, यदि तपाईहरुले चाहिँ आफ्नो मोबाइलमा eSIM प्रयोग गर्नु भएको छ र तपाईहरु चाहिँ विदेश जाँदै हुनुहुन्छ, वैदेशिक यात्रामा जाँदै हुनुहुन्छ अथवा तपाईहरु चाहिँ नेपाल बाहिर जाँदै हुनुहुन्छ भने पनि तपाईहरुलाई चाहिँ फाइदा हुनेछ। किनभने तपाईहरुले चाहिँ सिधै नेपालदेखि बाहिरी देशमा जानुभयो र तपाईहरुले चाहिँ आफ्नो मोबाइलमा eSIM एक्टिभ गर्नु भएको छ भने सजिलैसँग तपाईहरुले त्यही देशको सिम को एप्स डाउनलोड गरेर सिधै 1 सेकेन्डमा तपाईहरुले चाहिँ त्यही कन्ट्रीको भनौं अथवा त्यही देशको eSIM चाहिँ प्रयोग गर्न सक्नुहुन्छ। एकदमै सजिलो तरिकाले चाहिँ त्यही देशको सिम पनि प्रयोग गर्न सक्नुहुन्छ। अर्को फाइदा भनेको साथीहरु, तपाईहरुले आफ्नो मोबाइलमा eSIM प्रयोग गर्नुभयो भने तपाईहरुको मोबाइल हराउने अथवा चोरी हुने दर पनि अलि कम हुन्छ साथीहरु। किनभने तपाईहरुको मोबाइल हरायो भने जुन व्यक्तिले चोरेको छ अथवा भेटाएको छ त्यो व्यक्तिले सर्वप्रथम त तपाईहरुको सिम निकाल्ने कोसिस गर्छ। जुन अहिले प्रयोग गरिरहेको सिम चाहिँ भौतिक सिम चाहिँ सजिलैसँग निकाल्न सक्छ र तपाईहरुको मोबाइल हराइसकेपछि अथवा चोरी भइसकेपछि भेटाउने सम्भावना कम हुन्छ भने तपाईहरुले आफ्नो मोबाइलमा eSIM प्रयोग गर्नुभएको छ भने कुनै पनि व्यक्तिले भेटायो अथवा चोरी गर्यो भने तपाईहरुको त्यो सिम चाहिँ निकाल्न पाउँदैन। किनभने त्यो इम्बेड सिम हो, त्यसैले त्यो सिम चाहिँ तपाईहरुको मोबाइलबाट निकाल्न पाउँदैन र तपाईहरुले सजिलैसँग आफ्नो मोबाइल ट्र्याक गरेर तपाईहरुले चाहिँ पत्ता लगाउन सक्नुहुन्छ है त। त्यसैगरी अर्को फाइदा भनेको साथीहरु, तपाईहरुले चाहिँ eSIM प्रयोग गर्नको लागि तपाईहरुले एकै सेकेन्डमा प्रयोग गर्न सक्नुहुन्छ। जुन चाहिँ तपाईहरुले आफ्नो मोबाइलमा QR स्क्यान गर्दा बित्तिकै तपाईहरुको मोबाइलमा चाहिँ eSIM एक्टिभ हुने गर्छ है त। हो के साथीहरु, मैले eSIM प्रयोग गर्दाखेरि के फाइदा हुन्छ भन्ने कुरा बताइसकेको छु। अब कुरा गरौँ साथीहरु eSIM कस्तो खालको मोबाइलहरुमा चाहिँ सपोर्ट गर्छ भन्ने कुरा। तपाईहरुको मोबाइलमा eSIM सपोर्ट गर्छ कि गर्दैन भनेर जान्नको लागि तपाईहरुले गुगलमा गएर सजिलैसँग सर्च गरेर तपाईहरुले आफ्नो डिभाइसले eSIM सपोर्ट गर्छ कि गर्दैन त्यहाँबाट सजिलैसँग पत्ता लगाउन सक्नुहुन्छ। यदि तपाईहरुको स्मार्टफोनले eSIM सपोर्ट गर्छ भने तपाईहरुले सजिलैसँग आफ्नो स्मार्टफोनमा अथवा स्मार्ट वाचमा ट्याब्लेटमा तपाईहरुले चाहिँ eSIM प्रयोग गर्न सक्नुहुन्छ र eSIM प्रयोग गर्दाखेरि कुन फाइदा हुन्छ भन्ने कुरा पनि तपाईहरुले जानिसक्नु भयो होला। आजको भिडियो यति नै साथीहरु। तपाईहरुले भिडियोमा कुनै कुरा बुझ्नु भएन भने कमेन्ट मार्फत राख्न सक्नुहुन्छ, मैले कमेन्ट मार्फत रिप्लाई दिनेछु र तपाईहरुले सम्पूर्ण कुराहरु बुझ्नु भएको छ र तपाईहरुलाई भिडियो राम्रो लागेको छ भने भिडियोलाई लाइक कमेन्ट शेयर गरिदिनु होला र तपाईहरुले यस च्यानललाई अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने यस्तै खालको भिडियो हेर्नको लागि यस च्यानललाई सब्स्क्राइब गरेर छेउमा आएको बेल बटन अलमा पनि टच गर्न भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु। नमस्कार।